ल है सबैलाई एकदमै शुभ दिन। यति बेला चाहिँ हामी यो मङ्गला गाउँपालिकाको 5 नम्बर वडामा रहेको यो पछिल्लो समय सबै आन्तरिक पर्यटकहरूको गन्तव्य रोजाइमा पर्न सफल यो ठाउँमा चाहिँ हामी आइसकेका छौँ। हामीलाई यहाँसम्म चाहिँ यो कुमार भाइले एकदम सुरक्षित तरिकाले अवतरण गराउँदै अहिले यहाँ ल्यान्डिङ गराएको अवस्था छ। तपाईँहरूलाई पनि यो कुनै ठाउँमा जान सवारी साधन चाहिएमा भाइलाई एकदम सम्पर्क गर्नुहोला। भाइले विश्वको जुनसुकै ठाउँमा त होइन, नेपालको जुनसुकै ठाउँमा त लान्छन्। र यहाँ हाम्रो उपाध्यक्षज्यूको कमानमा हामी आएको। अहिले उहाँले आएर यो बिहानको पहिलो चरणको खानपानको लागि उहाँ लागिसक्नु भएको छ। हामीले 2 आइटम जति खाइसक्यो। यो तेर्सो आइटम हो, तर 2 आइटम बाटोमा खाइयो हामीले। अब यता पनि हाम्रो ओडा सदस्यज्यूले यो लाग्नु भएको छ। हाम्रो सर्भिसहरू एकदम अग्रज तथा सहकर्मी सर्भिसहरू एकदमै स्याङ्जाबाट आउनुभएको छ यो पिकनिकमा सहभागी हुनलाई। उहाँ रुकुमबाट आउनुभएको छ, पोखराबाट लगायत। हामीले गाउँपालिकाको पैसा खाएको होइन, अब गाउँपालिका भनेर कसैले नभन्नु होला। यहाँ उपाध्यक्षले त्यस्तो भन्छन् भन्नुभएको। धेरै मान्छे सकारात्मक भइसके। मलाई लाग्छ यो मिनी भ्लगमा कसैले त्यस्तो नकारात्मक कमेन्टहरू गर्दैन। एकदम हामी खुसी छौँ। यो हाम्रो आफ्नै लगानीमा, आफ्नै बलबुताले भ्याएसम्म आफ्नै लागत साझेदारीमा हामी आइरहेका छौँ। हाम्रो कृष्ण प्रसाद भुषाल सरले योगा गर्दै हुनुहुन्छ यहाँ बिहानको समय। र यहाँ आज यहाँबाट यो चारैतिर चाहिँ निकै राम्रा सुन्दर हिम श्रृङ्खलाहरू देखिने गर्थ्यो। तर आज यो मौसम हिजो बेलुका अलिकति पानी परेपछि यो मौसम खुलेको छैन र यो मौसम एकदमै फुलेको भए तपाईँहरूले देख्न सक्नुहुन्थ्यो। चारै दिशामा हिमाल हिम श्रृङ्खलाले निकै भरिपूर्ण भएको हामी देख्न सक्थ्यौँ। र यति राम्रो भिडियो बनाउनका लागि मोबाइल स्पोन्सर गर्नुभएको छ हाम्रो रोशनजीले। आफू अँध्यारो भए पनि मोबाइलले निकै उज्यालो देखाएको हामीले महसुस गर्न सक्छौँ। होइन यो र हामी यो बेला बेलामा यस्ता भ्लगहरू तपाईँहरूलाई देखाउने नै छौँ। यो पहिलो यहाँ आइसकेपछिको यो पहिलो भ्लग। र हाम्रा केही साथीहरूले चाहिँ उता बोकालाई टुक्रा टुक्रा पारेर ल्याउने टुमा लाग्नु भएको छ। त्यो घरनिर कसैलाई चिसो भएछ र तातो पानीमा डुबाउने तरकार गर्दै हुनुहुन्छ। र हामी बेला बेला तपाईँहरूलाई पल पलको अपडेट हामी दिने नै छौँ। यो पहिलो अपडेटमा तपाईँहरूले हेर्दै गर्नु होला। बाँकी अपडेट केही बेर